ल साथीभाइहरू गाइसहरू यो राम्रो सामान के लिएर आयो भन्नुहुन्छ भने यसको नाम चाहिँ कफी बार भन्दो रहेछ हैन यो भनेको पुरा मेटल र वुडको यो भनेको सबै मेटल हो भने यो पुरा काठ हो यसो भनेको यहाँनिर तपाईहरुले वाइनको बोतल सरसँगले राख्न सक्नुहुन्छ भनेपछि यहाँनिर तपाईहरुले ग्लास ह्याङ गर्न सक्नुहुन्छ अब यसमा राख्ने त यहाँ देखिहाल्नु भयो यहाँ के राख्न मन लाग्छ सबै राखे भयो यो उग्रिन्छ हैन यहाँ भित्र पनि छ यहाँ जाली छ भनेपछि सबै कुरो देखिहाल्नु भएको छ यहाँ ह्याङ्गरहरु ग्लास ह्याङ्गरहरु भयो यिनीहरु हैन अब यहाँ पनि राख्न मिल्ने यहाँ पनि झन्डै 6 फुटको छ म भन्दा नि 5 फुटको 5.5 फुटको रहेछ हैन र यो सबै यहाँ आउटलेट यो ठ्याक्क लाइन जोडेपछि तपाईहरुले जे यहाँबाट जस्तै अब प्रेसर कुक राइस कुकर देखि लगेर ओभन सोभनको सबै एउटा चावडाबाट तान्न सक्नुहुन्छ यो मेन भएको तार हैन अनि यहाँ ह्याङ्गरहरु पनि के झुन्ड्याउनलाई सबै टावलहरु झुन्ड्याउने सबै यहाँ छ भनेपछि यदि तपाईहरुलाई यो सामान यसो हेर्दाखेरि मन पर्यो काई तपाईहरुकोमा युजफुल हुन्छ जस्तो लाग्यो भने नि ट्याक्कसँगले ओरेन्ज कलर थिच्नुहोस् अनि त्यहाँबाट फ्याट्ट लिनुहोस् गाइसहरु हेरिदिनु भयो कमेन्ट गरिदिनु होला राम्रो छ कि छैन थ्यांक यू